नेपालको राजनीतिमा 33 वर्षदेखि एउटा प्रश्न कायम छ। सरकार फेरिए, सत्ता बदलियो, छानबिन भए, बहस भए, तर एउटा प्रश्नको उत्तर आजसम्म आएन। मदन भण्डारीको मृत्यु वास्तवमै दुर्घटना थियो कि नेपालको सबैभन्दा ठूलो राजनीतिक रहस्य? जेठ 3, 2049, दासढुङ्गा। नेपाल कम्युनिस्ट आन्दोलनका सबैभन्दा लोकप्रिय युवा नेता मदन भण्डारी र उनका सहयात्री जीवराज आश्रित चढेको गाडी त्रिशुली नदीमा खस्यो। दुवैको घटनास्थलमै मृत्यु भयो। सरकारी निष्कर्षले यसलाई दुर्घटना भन्यो, तर त्यसपछि प्रश्नहरू सुरु भए। गाडी कसरी खस्यो? किन खस्यो? के यो केवल दुर्घटना थियो वा त्यसबेला नेपाली राजनीतिभित्र केही ठूलो खेल भइरहेको थियो? वर्षौंसम्म छानबिन भए, पुस्तक लेखिए, फिल्म बनाइए, बहस भए, राजनीतिक आरोप प्रत्यारोप भए, तर एउटा कुरा कहिल्यै बदलिन सकेन। सामान्य नेपाली नागरिकको मनमा रहेको शंका। मदन भण्डारी केवल एक नेता थिएनन्, उनी जनताको बीच लोकप्रिय हुँदै गएका राजनीतिक व्यक्तित्व थिए। उनको जनताको बहुदलीय जनवादले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको थियो र त्यसैले उनको मृत्यु केवल एउटा दुर्घटनाको समाचार बनेन, यो नेपालको सबैभन्दा लामो राजनीतिक रहस्य बन्यो। यहाँ अर्को महत्त्वपूर्ण प्रश्न पनि उठ्छ। मदन भण्डारीको राजनीतिक विरासतको प्रमुख दाबी गर्ने एमाले पार्टी लामो समयसम्म सरकारमा रह्यो। एमालेले एकल रूपमा वा गठबन्धन मार्फत पटक पटक सत्ता सञ्चालन गर्यो, तर यति लामो सरकारी नेतृत्व र प्रभावका बावजुद दासढुङ्गा घटनाको सत्य पत्ता लगाउन कुनै निर्णायक पहल गर्न सकेन। न त व्यापक र विश्वसनीय पुनः छानबिनको निष्कर्ष सार्वजनिक भयो, न त जनताका शङ्काहरू मेटिने गरी तथ्यहरू बाहिर आए। त्यसैले धेरैले प्रश्न गर्छन्, यदि यो विषय यति महत्त्वपूर्ण थियो भने लामो समय सरकारमा रहेको एमालेले किन यसको समाधान खोज्न सकेन? किन सत्यको खोजी अन्तिम निष्कर्षसम्म पुग्न सकेन? आज 33 वर्षपछि पनि दासढुङ्गाको नाम सुन्न साथ त्यो प्रश्न फेरि उठ्छ। सत्य के थियो? र अर्को रोचक कुरा, नेपालको राजनीतिमा जब कुनै युवा नेता असाधारण रूपमा लोकप्रिय हुन थाल्छ, त्यसको यात्रा सधैँ जटिल किन बन्छ? हरेक पुस्ताले आफ्नो एउटा राजनीतिक आशा जन्माउँछ। कसैले त्यो आशा पूरा गर्छ, कसैले अधुरै छोड्छ। र आज धेरैले अर्को नामतर्फ हेर्छन्, बालेन शाह। तर इतिहासले सिकाएको एउटा कुरा छ, नेपालमा लोकप्रिय हुनु सजिलो हुन सक्छ, तर त्यो लोकप्रियतालाई लामो राजनीतिक यात्रामा बदल्नु नै सबैभन्दा कठिन परीक्षा हो। तपाईलाई के लाग्छ? दासढुङ्गा वास्तवमै दुर्घटना थियो वा अझै नखुलेको कुनै राजनीतिक रहस्य? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्। यस्ता रोचक राजनीतिक विश्लेषण र इतिहासका कथाहरूका लागि हाम्रो पेजलाई फलो गर्नुहोस् र साथीहरूसँग पनि शेयर गर्न नबिर्सनुहोस्।